नमस्ते स्वागत छ हजुरलाई मेरो भ्लगमा र म कहाँबाट बनाइरहेछु भने म यहाँको घरमा हैन र म चाहिँ भान्चे भइछु आज। ओ माई गॉड पसिना आइसक्यो खलखल। यता काउली बनाउनको तयारी गर्दैछु, यता खिरको तयारी गर्दैछु। बहिनीले खुर्सानी काटेर ल्याइदिनु भयो र हामी चाहिँ आज म यहाँको घर पूजामा आइरहेका छौँ। त्यहाँ शङ्ख पुगेपछि बल्ल भिडियो बनाउनु पर्छ भन्ने याद आयो। सबैजना यहाँ मसिनो गरेर काट्दिनु। सबैजना यहाँ बाहिर हुनुहुन्छ। ल बुनु कहाँ हो? बुनु यो फोटो सोटो खिचिदिने भिडियो यता यसो यसो बनाइदिने काम गरिदिनु ल। ए मैयालाई पठाइदिनु रे, दिदीलाई बोला कालु, रति दिदीलाई। घर पूजा हुँदैछ। बुनुको त हातै खाली रहन्छ, कसले बनाइदिन्छ त मेरो भिडियो। ओहो काउली हल्लाउँदा हल्लाउँदा रसिलाले चाहिँ भर्खर आएर गरे मात्रै हो है त्यो खिर हल्लाउँदा 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 मैले हल्लाइछु। अहिले मैले यहाँ नि हल्लाउनु पनि बोलाएको मात्रै हो। काउलीको कलर हेर्नुहोस् कस्तो राम्रो आइरहेको छ। अब यो पाकेपछि अझ आउँछ। ल अब फोटो खिच्नु ल। यो चाहिँ खिर बनाउँदैछु होइन। र मैले यत्रो धेरै खिर चाहिँ मैले बनाएको थिइनँ। र मैले अन्दाजमा चाहिँ यो 20 लिटर दुध छ, यसमा चाहिँ 5 माना चाहिँ चाइचिन चामल हाल्छु। खिरको लागि चाहिँ चाइचिन चामल नै राम्रो हुन्छ। अब यसलाई चाहिँ ननस्टप चलाइरहनु पर्छ, यसरी हल्लाइरहनु पर्छ। ल फोटो हेर्नु यता खिर पाकिसक्यो, देखाइदिनु त्यहाँ यता यता खिर त्यहाँ खिर छ, त्यो चिनी भएको चिनी नभएको छुट्टै छ। र मेरो हेर्नुहोस् त्यहाँ काउली पाकिसक्यो यहाँ यतापट्टि। र यति काउली चाहिँ कराईमा अल्टरनेट पकाउनु भएको छु। र मेरो सबभन्दा राम्रो हेर्नु यहाँ चनाको बेरीहरू मसला कस्तो राम्रो पाक्यो, तेल छोड्दैछ। अब यसमा चट्ट चना हालिन्छ मोबाइलमा। ल सबैजना आउनु यहाँ। फेरि मैले दोहोऱ्याएर फोन गर्नु भ्याएको छैन। अब यो लाइभ होइन, यो हेरुन्जेल खाइसक्छौँ। ल भयो। ए हामी चाहिँ अहिले यहाँ यसरी छतमा आछौँ। यहाँको छतबाट हेर्नु कस्तो यो पुरै गोदावरी एरियाको साइड हो है। यस्तो घरहरू देखिया छ। माई गॉड काठमाडौँ एरिया होइन, यो ललितपुरकै ठाउँ हो होइन। अनि यता चाहिँ यो के छ कोट डाँडा हो। यो हाम्रो उसबाट नि बुनु हाम्रो त्यो घरबाट यो ठ्याक्कै देखिन्छ। उयो फुलचोकी डाँडा उयो टावर छ नि, यो फुलचोकी डाँडा हो। त्यसको मुनिको यो कोट डाँडा हो। जब हाम्रो पनि त्यहाँ घर बनायो भने त्यस्तो राम्रो बन्छ। मेरो घर कहिले बन्छ होला साथीहरू मेरो घर। र यहाँ हेर्नुहोस् पुरा धान खेत। आहा कति राम्रो, पुरा यस्तो राम्रो एरियामा छ म यहाँको घर। हाय हाय बुनु र म आइरहेको छु। ओहो यहाँ त मेरो साडी फराएर यसरी उडाइरहेको छ। ल हेर्नुहोस् यस्तो हावा चलिरहेछ। र हामी चाहिँ यहाँ आइरहेछौँ छतमा। र यहाँको भ्यू पनि ल कस्तो राम्रो छ। र आजको दिन यहीँ बितिरहेछ हाम्रो। र यहाँ बुनु पनि कति राम्रो हुनुभएको छ। ल हेर्नु रमा सहित श्री सत्यनारायण प्रवाह मधुपर्कलाई घिउ म मिसाएको अलिकति चमचम बनाउनु। दही घिउ म सिनका जोडेर परे बिले गुड लायो। सिनका जोडेर परे बिले गुड लायो। त्यत्रो पकाएको थिएँ। मेरो भान्जी आउनु भएको छ। भान्जी ज्वाइसा बिहा हुनुहुन्छ, अर्को ज्वाइसा बिहा हुनुहुन्छ। यता हेरिदिनु होला। ल हाई हेलो गरिदिनु होला। यो चिसो खान्छु भने कि मलाई जहिले सानो गिलास पर्छ के भा। अब अहिले सब यहाँ एकदम त्रिपाल मुनि हालेर नै म धेरै नानी पुग्यो बसेर सब खाँदै हुनुहुन्छ प्रसाद। कस्तो लागेछ त मम्मीको घर आउँदा छोरीलाई? मैयाको घर, यिनी चाहिँ मैयाको छोरी, यिनी मैयाको छोरा है। अब ओहो ल
ल पर्यो पर्यो पर्यो